ल हेर्नुहोस् यस्तो रुख छ तपाईँले देख्दै हुनुहुन्छ हैन टक्क ऋषि धमलाको पनि यसो हैन के हान्दै त ओए 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 ऋषि धमलाको पनि अलिकति उ गरिदिउँ न त हैन ऋषि धमलाको नभए पनि हैन जसको भए पनि हैन अलिकति क्यामेरा एङ्गल मिलेन क्यामेरा एङ्गल हैन खोइ म देखिन यार ओके म अलिकति झुक्छु ल सिया म अलिकति यतै बस्छु के तपाईलाई थाहा छ सदियौं पुरानोदेखि रही आएको यो रुखमा एउटा बाघ बस्छ जनता जान्न चाहन्छन् यो सुकेटार भन्ने ठाउँमा यो कस्तो रुख छ यहाँनिर यो कसरी बनेको छ